ठुला सपनाहरू बोकेर म त परदेशी भए। ओहो भाइ किन टोलाको भाइ नयाँ हो? हो दाइ, म नयाँ हो, आज मात्र नेपालबाट आएको। कसले ल्याएर छोड्यो यहाँ? दाइ मलाई यहाँ एजेन्टले ल्याएर छोडेको। ओहो त्यसो भए जाउँ न भित्र, किन यहाँ बसिरहेको? नयाँ आउनु भनेको हो यही भाइ हो, गएर रुम देखाइदेऊ, म एकछिन बाहिर गएर आउँछु। ए हुन्छ नि दाइ। भाइको परिचय पाउन त, मेरो नाम इन्द्र, मेरो सुभाष। ल जाउँ न त भित्र। हुन्छ दाइ। भाइ तिमी बस्ने बेग यही हो, आजबाट तिमी आरामले बस्छ। हुन्छ दाइ, मलाई सहयोग गर्नुभएकोमा हजुरलाई धन्यवाद। भाइ नयाँ जोस जाँगर लिएर विदेश त आइस, यहाँ दुःख छ, तर मानिसको साथ मिल्यो भने विदेश पनि घर जस्तै हुन्छ। म त पहिलोचोटि विदेश आएको छु, मलाई केही पनि थाहा छैन। तपाईँहरू जस्तो मिल्ने साथी पाएको छु, म धेरै खुसी छु। ओहो भाइ ड्युटीबाट आयो, कस्तो भयो त आजको काम? पहिलो दिन गाह्रो नै भयो दाइ, न भाषा जानिन्छ न त काम। मलाई पनि पहिला तिमीलाई जस्तै भएको थियो, अहिले त सजिलै लाग्छ। म त यो पो पिउँदैछु त, तिमी पनि पिउँछौ? बस्छु दाइ, तर म यो चाहिँ पिउँदिन। आऊ बस्छ। किन भाइ, खान पर्छ नि, यसले मनको पीर, कामको थकाइ सहित पार्छ। हुन्छ दाइ, त्यसो भए म पनि चाख्छु नि त। भाइ तिमीलाई मैले आज पुरै ठाउँ घुमाइदिन्छु। कति राम्रो छ, हेर्नुहोस् न कति सफा छ दाइ। हो नि भाइ, हेर्दै जाऊ न, अझै कति रमाइलो हुन्छ। दाइ मेरो एउटा फोटो खिचिदिनु न, म फेसबुकमा हाल्छु नि। खै ल्याऊ। हामीले काम गरेको दुःख देखाउँदैन, तर एक दिन रमाइलो गरेको फोटो खिचेर देखाउँछ। के गर्नु त दाइ, घर छोडेर विदेश आइयो, फोटो खिचेर राख्यो भने पछिको लागि सम्झना हुन्छ दाइ। अनि भाइलाई आजको घुमघाम कस्तो लाग्यो? दाइ आज त लास्टै रमाइलो लाग्यो, तर भोलिको दिन के भन्ने दाइ थाहै छैन। सम्झनामा आउँछ सधैँ आफ्नै गाउँ घर, परदेशमा मेरी आमा सुखका छ र, बाचे घर फर्कन छु कमाएर धन, यस्तै रहेछ परदेशी जीवन, परदेशी जीवन। क्या हो भाइ, नेपाली नै उसलाई दुःख परे जस्तो निराश छ त। जाऊँ न त, के भएछ बुझौँ न। दाइ हजुर नेपाली हो?
हो म नेपाली हो। अनि भाइहरू हो हामी नेपाली नेपाली हो। यो केटाहरू त काम नपाएर मौतरे जस्तो छ। यो केटाहरूलाई काम लगाइदिन पाए त 5-5-5 गोजीमा गाँठ। पुरा यस्तो पो मैले त अर्कै सोचेको थिएँ त। हो नि दाइलाई दुःख पर्यो भनेको त दुःख त रहेछ तर केटीको। ल परसम्म जाऊ न। ओहो भाइ के छ खबर? हामी सबै ठिकै छ दाइ। यसो हेर्दा त भाइहरू बेरोजगार जस्तो छौ नि। काम चाहिएको भए म लगाइदिन्छु, एकदम राम्रो छ। काम त चाहिएको हो तर अहिले होइन पछि। के को पछि? अहिले नै गरौँ न। खै भाइहरू नम्बर देऊ त। दाइ गर्न लगाउनु न, काम चाहिए त पछि हजुरलाई भेटिहालिन्छ नि। हो जाउँ साथी हो। आजको दिन खत्तम रहेछ। दाइ यतिको मिहिनेत गर्दा पनि ऋण तिर्न मुस्किल पर्दो रहेछ। परदेश त सोचेको जस्तो रहेनछ दाइ। परदेश भनेको यस्तै हो भाइ। मैले पनि अहिलेसम्म ऋण तिर्न सकेको छैन। परदेशी जिन्दगी यस्तै हो भाइहरू। भाइहरू किन चिन्ता लिन्छौ? एक दिन सबै ठिक हुन्छ। म पनि पहिला तिमीहरू जस्तै सोच्ने गर्थेँ। जिन्दगी जिन्दगी दुई दिनको जिन्दगी 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 दुई दिन